साथीहरु हाम्रो त सुरु भयो त स्वस्तिका खेल भएको उपलक्ष्यमा पार्टी। मेरो टाउकोबाट नाक निक्ल्यो, नाक नाक नाक। अप्सीको वर्ग डिनामा किनामा म चाहिँ यो दोकानको मालिकिन हो, तर नकुल जस्तो बनाइसकेको छ। उ तपाईको दाजुले पनि दिनु भाइ 100 के पुग्यो हैन ओरिजिनल स्टङ टङ टङ। हेलो एन्ड नमस्कार सबैजनालाई, फेरि पनि हजुर सबैजनालाई वेलकम ब्याक छ मेरो च्यानलमा। आयो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। सो यो चाहिँ मेरो टाउकोबाट चाहिँ योको जस्तो नाकहरु निक्लिरहेको छ। मेरो टाउकोबाट नाक निक्ल्यो, नाक नाक नाक। मेरो च्यानल सब्स्क्राइब गर्नु भएन भने चाहिँ गले ठुङ्गिदिन्छ नि यो टाउको सर्परले साथीहरु। सो मेरो च्यानल सब्स्क्राइब गरिहाल्नुहोस्। फेरि पनि उपस्थित भइसकेको छु हजुरहरुको सामुमा न्यू डे न्यू ब्लगको साथमा साथीहरु। म सोनिला खाप्तुवा राई। सो आजको लागि भन्दैछु, आज चाहिँ पानी पर्दै थियो, भर्खरै रहेको छ पानी पर्दैछ र भिडियो बनाउनु पर्यो भन्दै कपाल कर्ली गर्नुको लागि तयारी अवस्थामा थिएँ। तर अब घाम लाग्यो, अब भिडियो चाहिँ बनाउनु पाउँछु कि पाउँदिनँ, त्यही पनि कर्ली गरिराखेको छु। सो हेरौँ मेरो कर्ली कस्तो हुन्छ साथीहरु। गाह्रो छ हौ जिन्दगी गोरेटोमा भिडियो बनाउनु पनि, कहाँ सजिलो छ र साथीहरु। भिडियो बनाउँछ मात्रै भनेर कहाँ हुन्छ, गाह्रो पो छ त हौ हामी जस्तोलाई भिडियो बनाउनेलाई पनि। सो बाई बाई साथीहरु अहिलेको लागि। साथीहरु एकछिन पानी रहेको बेला हामी चाहिँ हतार हतार गरेर यहाँनिर सुँगुर चारो दिन आएको छौँ। अनि बुढाले चारो बोक्नु म साथी नयाँ लुगाहरू कस्तो लाग्यो त। यहाँनिर चाहिँ अस्ति मेरो बुढाले बनाउनु भएको गोठ, यहाँ चाहिँ हाम्रो सुँगुरहरू। हाम्रो चाहिँ दुई प्रकारको सुँगुर भेला भएको साथीहरु। यो चाहिँ उयो के भन्छ एकछिन है छोड्नु, यो चाहिँ अमेरिकादेखि आएको, यो चाहिँ हप्सीको वर्ग के भन्छ त्यसलाई। ए हप्सीहरु पनि अमेरिकामै हुन्छ हैन। थोरै पर भरे पखाल्नु पर्छ खुट्टाहरू। जाडो भयो। हेलो साथीहरु, हामी चाहिँ अब यहाँदेखि बाख्राकोमा जान्छौँ। एकदम मौसम गम्भीर अवस्थामा छ, देख्न सक्नुहुन्छ यहाँनिर। के आएको यो कालो न कालो हावा सानो आइरहेको छैन। साथीहरु हामी चाहिँ बाख्रा साख्रा सुँगुर स्याहारेर आइसकेको छौँ। आज चाहिँ फाइनली मेरो दोकान जस्तो देखिनु लागेको छ। हामी चाहिँ बुढाबुढी भएर यहाँनिर दोकान सरसफाइ प्लस हिजो ल्याएको सामानहरू यहाँनिर मिलाउँदैछौँ। सो हेरौँ हाम्रो दोकान मिलिसकेपछि कस्तो हुन्छ। पहिलेको तपाईँले देख्नु सक्नुभएको थियो होला, दोकानको पनि स्टोर रुम ज्यादा देखिँदै थियो। आज चाहिँ बुढाबुढीको कोसिस दोकानलाई दोकान देखाउने जस्तो। सो हेरौँ हाम्रो दोकान कस्तो देखिन्छ।
साथीहरु हाम्रो चाहिँ दोकान पनि मिलाइसक्यो अनि मेरो उहाँ क्यामेराम्यान खेतालालाई चाहिँ भोक लाग्यो अरे खाजा माग्नु हुँदैछ त्यही भएर म चाहिँ यहाँ यम्मी यम्मी मिठो गिल्लो चटपटे अमिलो पिरो च्वास्स परेको बनाइदिन्छु र यो रहेको छ मेरो दोकान म चाहिँ यो दोकानको मालिकिन हो तर नकुर जस्तो बनाइसकेको छ साथीहरु म चाहिँ खाजा बनाइदिइहाल्छु अनि अब खेतालालाई मात्रै खाजा दिने कुरा भएन आफूलाई पनि भोक लागेको छ आफू पनि खानु पर्यो सो हामी चाहिँ खाइहाल्छौँ ल साथीहरु मेरो खेताला चाहिँ खाजा खानुहुँदैछ कस्तो भयो चटपटे साँच्ची कि बित्थामा हौ साँच्ची भन्नु त साँच्ची त नि मेरो हातले खाएको अहिले साह्रै मिठो भयो ऊ तपाईको दाजुलाई पनि दिनु को हो डिनामा किनामा मामा त्यो बिरालो के भएको साथीहरु म चाहिँ खाना सब्जी पाकिसक्यो हैन आज टुक्सीको रिजल्ट अरे अनि म चाहिँ त्यसलाई भेट्नु जाँदैछु आज दिनभरि त्यो आएको छैन कहिले भेटिस् आज कुटाइ जाँदैछु भक्ते पाटो नै भइसक्यो आज यो आएन मलाई रिस उठ्यो ओइ आहा यहाँ आइज न हौ सुनेको हो कि मेरो ब्लगमा आएर त पास भइस यार गएको बस तँलाई नदेखे कति भयो जस्तो लागेर हेर्नु आएको साँच्ची के को सब्जी हो मेरो सुँगुर पनि ए साँच्ची तेरो सुँगुर पनि हेर्नु आइज त नि बिचरा कति राम्रो घर अलिक उता राखिदिनु नि भेट्दैछ मन पराउनु देवाले कति राम्रो बनाइदिनु भएछ घर साथीहरु स्वस्तिका चाहिँ पास भएछ 11 देखि त कतिमा पुगिस् 12 1 2 12 मा पुग्यो अरे भिडियो बनाउनु भनेर कर्ली गरेको कि दिनभरि लाइन होइन कस्तो रिस उठिरहेको छ भने नि आज 100 के पुग्यो 100 के फोमा 100 के जादु मन्त्र मलाई नि गर्दैन एउटा भिडियोमा आउँछ कि भनेको साले साथीहरु अहिलेको लागि चाहिँ लागे म बाइ बाइ साथीहरु हाम्रो त सुरु भयो त स्वस्तिका फेल भएको उपलक्ष्यमा पार्टी के हो तपाईहरु पनि खानु आउनु है दोकाने हुनु चाहिँ एकदम फाइदा रहेछ हेर्नु मेरो दोकानमा किन्छ खानु पनि पाइयो पैसा पनि आयो हाम्रो ग्राहकहरु पनि देखाइदैन यो चाहिँ मेरो है साथीहरु यो चाहिँ मेरो गोर्खा स्ट्रङ है हरियो बिर्कोवाला ओरिजिनल स्ट्रङ टङ टङ साथीहरु लु मौसम आउनु है त यो उतार परादी पठान न डेडीले चटपट डेडी चटपट खाने आउ उतै जानु के हो कता आँखा टल्यो तेरो आँखा बल्दैछ राति भएपछि बोल्छ त किनभने म भूत हो नि त भाइरल गर्ल नागिन भइस क्या तेरो आँखा बल्नु थाल्यो त भाइरल भएपछि त नागिन पो कत्रो आँखा बल्दैछ
गीतै गीत बजिरहेछ। कपिराइटहरु लाग्दैन? साथीहरु हामी चाहिँ खानातर्फ लाग्यौं किनभने मलाई यहाँ कसैले भिडियो बनाउने जस्तो वातावरण दिएको जस्तो लागेन। सो अहिलेको लागि चाहिँ लागे। साथीहरु हाम्रो पार्टी चाहिँ खतम भइसकेको छ। यो मेरो दिनभरिको बोके टाउको मात्रै दुख्ने गरी भिडियो बनाउन चाहिँ पाइन। आज मेरो बुढाले बल्ल बल्ल कानदेखि मेरो बुढी म तिमीलाई भिडियो बनाइदिन्छु भनेर कपाल पनि कर्लिया फुफै गरिदिनु भयो। यहाँ हेर्नु न त्यो पनि मच्चाले हैन। त्यही पनि आज एकै छैन, मच्चा पनि छ, रुमाल पनि छ अनि पन्जा पनि छ साथी, पन्जा पनि छ। अनि आज चाहिँ के हो भने मेरो बुढाले आज आफै म भिडियो बनाइदिन्छु भनेर मेरो कपाल कर्ली गरिदिनु भएको। दिनभरि पानी पर्यो, दिनभरि नै लाइन पनि आएन। गाह्रो छ जिन्दगीको रेटोमा। अनि यसले पनि पास गरेछ क्या, त्यही भएर आज पानी परेको। सो साथीहरु आजको भिडियो कस्तो लाग्यो त प्लिज कमेन्ट गर्नु होला भन्दै आजको लागि म बिदा माग्न चाहन्छु। किनभने रात धेरै छिपिसकेको छ, निन्द्रा लागिसकेको छ, यो बोक्दा बोक्दा मेरो टाउको पनि दुखिसकेको छ। सो सबैजनाले टुक्सीलाई नपढी स्कुल नगई पास भएकोमा कङ्ग्रेचुलेसन कमेन्ट गर्नु होला भन्दै आजको लागि बिदा माग्न चाहन्छु। बाइ बाइ सबैजनालाई, गुड नाइट, ह्याभ अ स्विट ड्रिम। मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु भएकोमा धेरै 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 धन्यवाद। बाइ बाइ, बाइ बाइ, गुड नाइट।